रानी पोखरीको सेतो हात्तीको रहस्य। जोजलपा काठमाडौँको रानी पोखरी अर्थात् नुपुखुको दक्षिण दिशामा उभिएको यो सेतो हात्तीलाई तपाईँले धेरै पटक देख्नु भएको होला। तर यो हात्ती किन बनाएको होला? यससँग जोडिएको एउटा रोचक लोककथा लोक साहित्यका सङ्कलक कर्णाकर वैदीले उल्लेख गर्नुभएको पाइन्छ। कथा अनुसार राजा प्रताप मल्लको एकजना राक्षसनीसँग सम्बन्ध भयो र उनीबाट एउटा बालक जन्मियो। तर त्यही राक्षसनीले प्रताप मल्लकै अगाडि आफ्नै बालकलाई मारिदिन्। राजाले त्यो महिला राक्षसनी हो भन्ने कुरा थाहा थिएन। त्यस घटनापछि भने राजा प्रताप मल्ल बिस्तारै डुब्लाउँदै गए। राजाले एकजना तान्त्रिक गुबाजलाई देखाउँदै गुबाजले भनेछन्, तपाईँलाई एउटा राक्षसनीले बिगारेको छ। गुबाजले एउटा उपाय पनि बताए। मन्त्र गरेको काँचो धागो उसको लुगामा उसले थाहा नपाउने गरी बाँधेर पठाउनुहोस्। त्यो धागो जहाँसम्म पुग्छ त्यहाँ के रहेछ हेर्नुहोस्। राजाले त्यसै गरे। भोलिपल्ट धागो पछ्याउँदै जाँदा एउटा ठाउँमा पुगेर धागो अड्किएको भेटियो। त्यहाँ एउटा मानव हड्डीको टुक्रा भेटियो। तान्त्रिक गुबाजुले आफ्नो तान्त्रिक शक्तिबाट त्यस हड्डीलाई नष्ट गरिदिए। तर कथा त्यहीँ सकिँदैन। नष्ट भएको वस्तुलाई दल्लो पारेर त्यसमाथि हात्तीको सुँडले खिचिएको जस्तो गरी राख्यो। अनि यही लोककथासँग जोडेर रानी पोखरीको छेउमा रहेको यो विशाल हात्तीको मूर्तिलाई हेर्न गरिएको पाइन्छ। तर हात्तीमाथि बसेका 3 पात्रबारे अर्को कुरा पनि महत्त्वपूर्ण छ। लोककथा मात्र होइन, ऐतिहासिक परम्परामा यस हात्तीमाथि राजा प्रताप मल्ल र उनका 2 राजकुमारको आकृति रहेको बताइन्छ। त्यसैले यो सेतो हात्ती केवल ढुङ्गाको मूर्ति होइन, यसमा इतिहास छ, लोककथा छ, तान्त्रिक विश्वास छ र काठमाडौँको पुरानो जनजीवनको एउटा रोचक सम्झना पनि छ। कथा कति सत्य कति जनविश्वास त्यो छुट्याउने जिम्मा इतिहासकारहरूको होला। तर सयौँ वर्षदेखि नुपुखुको छेउमा उभिएको यो सेतो हात्तीले भने आज पनि हामीलाई एउटा पुरानो कथा सुनाइरहेको छ।